आजको भिडियोको सुरुवात चाहिँ भगवानलाई बत्ती धूप गरेर सुरु भएको छ। सबैको आफआफ्नो आस्था हुन्छ। हामी चाहिँ हाम्रो आस्थालाई चाहिँ यसरी सम्झिन्छौँ। सधैँ अँध्यारोमा स्ट्रिट लाइट्समा देखिरहनु भएको ठाउँ चाहिँ अहिले उज्यालोमा यस्तो देखिन्छ है त। ल है त हामी चाहिँ अहिले बस स्टेसनमा छौँ, मेट्रो बस स्टेसन। अब हामी चाहिँ फ्यामिली फुड मेट्रो स्टेसनमा गएर होइन त्यहाँ गएर हामी फ्यामिली फुड जान्छौँ। गएपछि हामी त्यहाँ बस्ने कुराहरू हुन्छ नि, एउटा केही न केही म्याटर हाम्रो ऊ पनि आइसक्यो। हामी चाहिँ मेट्रो बसबाट ओर्लियौँ। यो मेट्रो स्टेसनमा तालकदी मेट्रो स्टेसन, तर हामीलाई त्यो एउटा सामान लिनु छ। यो फ्यामिली फुडमा हामी जान्छौँ सामान लिन। ल अब हामीले खोजेको सामान यहाँ पाइन्छ कि भनेर हेर्न लाग्दैछौँ। हामीले सामान पायौँ भने देखाउँछौँ है त। भेट्यो कतै? ल फाइनली हामीले चाहिँ खोजेको चिज एक्ज्याक्टली नभेट्यो पनि सुइटेबल चिज चाहिँ भेट्यौँ। के हो यो भनिदिनुहोस् त। हामीलाई चाहिँ बस्नलाई एउटा म्याट चाहिएको थियो। अनि ओके विल सी। ल जाउँ। ल यो चाहिँ फ्यामिली फुडको माथिको तल्लामा चाहिँ युटेन्सिल्स, लुगा, गार्मेन्ट्सहरू अनि जस्ट बेसिक रिक्वायरमेन्ट्स के चाहिन्छ सबै पाइन्छ। ब्ल्याङ्केटहरू चाहिन्छ भने यहाँ पनि पाइन्छ भनेर। तलको सेक्सनमा चाहिँ अनि फुड आइटम्स, भेजिटेबल्स, फ्रुट्स, मिट, बेकरी आइटम्सहरू पाइन्छ। ल अब हामी तल जान्छौँ है त। अब चाहिँ हामी मेट्रो स्टेसनभित्र जाँदैछौँ होइन। सकेसम्म हामी तपाईँहरूलाई छोटो मिठो भिडियो बनाएर प्रस्तुत गर्ने प्रयास गर्नेछौँ है। ल मिठो हामी पनि यस्तो टुरहरू, सर्ट टुरहरू अनि सर्ट यस्तो कुराहरू गरिरहन्छौँ। तर हामीलाई पनि यसो भिडियोहरू बनाएर तपाईँहरू मार्फत पस्किन रहर लागेको भएर यता निस्किन्छ महिना। हामीलाई चाहिँ खास यो कफी सप चाहिँ साह्रो मनपर्छ है। बाटेल भन्ने चाहिँ यसमा हामीले के खान्थ्यौँ रे? माछा होइन होइन माछा खायौँ। कफी नै मिठो हुन्छ। ओके अलमोस्ट वी आर गोइङ टु आउट फ्रम मेट्रो स्टेसन होइन। यो चाहिँ अलविदाको मेट्रो स्टेसन होइन, राइट। सो लेट्स सी आउटसाइड। यहाँ चाहिँ वे आउट अलविदा पार्क भनेर लेखेकै छ होइन। सो 3-4 तल्ला माथि ग्राउन्ड लेभलबाट हामी चाहिँ अझ पनि ग्राउन्ड लेभल आइपुगेका छैनौँ। हामी चाहिँ मेट्रो चाहिँ एकदम गहिरो डिप 3-4 लेभल तल थियो नि त। माइनस फ्लोर भनिन्छ नि, त्यही हो। नाउ वी आर हियर। लुक एट द भ्यू गाइज। कता कता जाने? अलविदा पार्कमा। यो पार्क चाहिँ एकदम ठुलो छ। यहाँ बच्चाहरू स्केटिङ गरेर आउँछ, साइक्लिङ गरेर आउँछ, फ्यामिलीहरू वकमा आइरहेको हुन्छ। ओके हावा चाहिँ लागिरहेको छ, चिसो होला जस्तो छ। अब विल सी कता बस्ने के गर्ने भनेर। अब हामी कता जान्छौँ? यहाँबाट राम्रो भ्यू देखिन्छ।
है एकदम हावा चलेर यहाँ चाहिँ अब लोकेसनहरू देखेको छ कता कता जाने के गर्ने भनेर यहाँ एउटा ठुलो रकहरू रहेछ नेचुरल हो रे यो चाहिँ नेपालको गुम्बा जस्तो रहेछ होइन अनि यहाँ चाहिँ हाम्रो नयाँ छिन फोटो किन भिडियो लिइरहेको छु मैले यो पार्क यति ठुलो छ कि हामीले त कहाँ बस्ने डिसाइड गर्न सकिरहेको छैनौँ अनि यता यो बिल्डिङहरू भएको साइड चाहिँ कर्निसको बिच एरिया हो अनि त्यहाँबाट एकदम समुद्रबाट चिसो हावा आउँदैछ जाडो जाडो पनि हुँदैछ तर रमाइलो पनि हुँदैछ फिल हुँदैछ यो सिनेरियो हेरेर कस्तो राम्रो देखिरहेछ सबै वरपर कता बस्ने हो वाह कस्तो साहित्य गान्देको फेरि स्टिल सर्चिङ फर द प्लेस हामी चाहिँ स्टिल पनि ठाउँ खोज्दैछौँ हामी त ठाउँ खोज्दैछौँ अनि यस्तो सुनसान ठाउँमा आयौँ अलिअलि डर लाग्ने पनि त्यही भने यस्तो हरियाली यो त हाम्रो घरतिर जङ्गलै पाखातिर हुने जङ्गलहरू जस्तै छ अब हामी यताबाट चाहिँ यो पार्कको अर्को सेक्सनमा पुग्छौँ खासमा हामीले एउटा ठाउँ भेटेको चाहिँ थियौँ तर त्यहाँ हामीलाई केले दुःख दियो यहाँ चाहिँ क्याट्स धेरै हुन्छ क्या बाटोमा त्यही भएर उनीहरूलाई एकदम दुःख दियो अनि हामी त्यही भएर अर्को ठाउँ खोज्दैछौँ यो चाहिँ हाम्रो फर्स्ट खाजा के हो ल हामी चाहिँ यो ठाउँमा बसेका छौँ हावा मस्त लागिरहेछ बट ठिकै छ रमाइलो छ ल अब हामी खान्छौँ है त अब यो चाहिँ हाम्रो सेकेन्ड मिल पुरी तरकारी मस्यौरा भटमास अनि गोलभेडाको अचार कोक त छँदैछ अनि कस्तो भयो त फर्स्ट मिल चटपटे मैले नसोचेको पिरो यस्तो चटपटे मैले कहिले नि खाएको थिइनँ सायद खुर्सानी हामीले गलत छाने यहाँ छ यो हरियो खुर्सानी एकदम पिरो हुन्छ डेन्जर पिरो रहेछ यो खुर्सानी चाहिँ तर मजा आयो जाडोमा खान मजा चाहिँ आयो तर मलाई त्यो पिरोले गर्दा टेस्ट आउँछ लिन चाहिँ पाइनँ मैले ओके ठिक छ मलाई चाहिँ मजा आयो म पिरो खाने बानी भएको भएर ल अब हामी चाहिँ सेकेन्ड मिल इन्जोय गर्छौँ खानुहोस् त कस्तो छ मिठो अनि यो सबै बनाउनु भएको चाहिँ श्रीमानज्यूले मिठो छ ल अब हाम्रो सकियो आजको इभिनिङ पिकनिक प्याकिङ हुँदैछ यहाँ सबैसँग मिलाइयो होइन त हजुर ल अब यो भ्यू यो ठाउँलाई आजलाई बाई बाई भन्दै हामी चाहिँ फर्किन्छौँ अब कस्तो हावा लागिरहेको छ बाई यो चाहिँ मेन रोड हो हामी अब फर्किँदैछौँ जाउँ बाटो काट्दै यो जति पनि रुखहरू छन् यहाँ यो सबै यिनीहरूले रुखै लिएर आएर यहाँ उमारेको आफै यस्तो राम्रो ठाउँ बनाउनलाई कति वर्ष लाग्यो कति मेहनत लाग्यो होला के भन्न चाहनुहुन्छ यो मेहनतको लागि तपाईँ
यो मेहनत भनेको चाहिँ खासमा चाहिँ एउटा राष्ट्रमा जो हुन्छ नि दुबई राष्ट्रको जुन एउटा गभर्मेन्ट पोजिसनमा भएको मान्छेहरूको एउटा आफ्नो एउटा योगदान हो। अनि अर्को सिटिजनहरूको पनि आफ्नो एउटा योगदानै भनौँ न, रेस्पोन्सिबिलिटी सबैले बराबर पुरा गरेपछि यस्तो देश बन्छ क्या। यो पहिला बालुवा थियो, अब यसलाई बालुवा भन्न कसले भन्छ? तपाईँ 10-11 वर्ष अगाडि आउँदाखेरि यो ठाउँ कस्तो थियो र अहिले कस्तो भएको छ? इट्स भेरी भास्ट डिफरेन्स होइन। पहिला चाहिँ कस्तो थियो भने रेयरली हामीले रुखहरू अनि ग्रेनरी चाहिँ हामीले रेयरली देख्थ्यौँ भने अहिले चाहिँ अलमोस्ट 70 to 80% चाहिँ हाम्रो ग्रेनरी नै देखिन्छ वरिपरि, जुन कि चाहिँ एकदम त्यसलाई चाहिँ फास्ट डेभलपमेन्ट एउटा प्रोसेस हामीले देख्न सक्छौँ होइन। अहिले उमाएर अहिले उम्रिया त होइन यो होइन, लगभग यो एउटा रुख लिएर आएर रोप्न नै सायद यो अहिले नै उम्रिया रुख त होइन, तर कतैबाट लिएर आएर रोपेर संरक्षण गर्न सक्नु भने चाहिँ ठुलो कुरो हो होइन। तपाईँले बालुवा भन्ने कुरा यहाँ त्यति देख्न सक्नुहुन्न। त्यही त, यहाँ त इभन माटो नै पनि अब यहीँको होइन होला कि, यो कतैबाट लिएर आएर होइन हालेर यो दुबोको घाँसहरू भयो, यस्तो बाटोको बिचमा रुख बिरुवाहरू, फुलको बोटहरू। गभर्मेन्टको चाहिँ एकदम ह्युज इन्भेस्टमेन्ट छ। यहाँको इन्भाइरोमेन्टलाई चाहिँ मान्छेलाई बाँच्नको लागि सुटेबल बनाउनमा चाहिँ एकदमै ठुलो ह्युज इन्भेस्टमेन्ट छ, जुन कारणले गर्दाखेरि चाहिँ यो मरुभूमिलाई चाहिँ यस्तो सुन्दर भूमि बनाउन चाहिँ कतार गभर्मेन्ट सफल भएको छ। र हामीले यस्तो राम्रो ठाउँ देख्न पायौँ, यहाँ यसरी घुम्न पाउँदैछौँ, त्यसको लागि हामी एकदम धेरै आभारी छौँ। Isn't it? हिँड्दा हिँड्दै चाहिँ हामीले तर मलाई नेपालमा भन्दा यहाँबाट चाहिँ जुन चन्द्रमा हेर्दाखेरि चाहिँ एकदमै नजिक भएको महसुस हुन्छ। ब्युटिफुल। ओके गाइज, आजको हाम्रो अलविदा पार्कमा ड्राई पिकनिक आउने प्लान चाहिँ सक्सेसफुल भयो, तर एकदम जाडो पनि भयो। जाडो भयो अनि ठिकै छ, नयाँ एक्सपिरियन्स भयो कि यो समयमा चाहिँ अब आयो भने कि दिउँसो एकदम घाम होइन लागेको बेलामा आयो भने चाहिँ अलिक हुने रहेछ, साँझतिर चाहिँ चिसो हावा लाग्दो रहेछ यो मन्थमा भनेर थाहा भयो। डिस्क्लेमर विल गिभ यु डिस्क्लेमर, विन्टरमा चाहिँ सकेसम्म इभिनिङमा चाहिँ यसो फ्यामिली होस् या कपल होस् या इभन सिङ्गल होस्, जाडोमा चाहिँ आउटिङ के भन्छौँ हामी होइन, पिकनिक सर्ट पिकनिकको त मजा चाहिँ लिन सकिन्छ, तर जिउ चाहिँ कठ्याङ्गिन्छ। किनभने यहाँको हावा एकदम चिसो हुन्छ क्या, यहाँ चिसो सँगसँगै हावा चल्छ, सो इट्स भेरी डिफिकल्ट टु सर्भाइभ। त्यही भएर हो अल द बेस्ट गाइज। त्योभन्दा बाहेक चाहिँ रमाइलो भयो। अब हामी नेक्स्ट टाइम अब तपाईँहरूलाई अर्को नयाँ ठाउँमा गयो भने देखाउँछौँ है त। आजको लागि यति नै, अब हामी घर फर्किन्छौँ। बाई।